मलाई हाम्रो विगतप्रति कुनै गुनासो छैन, किनकि हिजो हामीले माया गर्दा पनि दुवैजनाको सहमतिमै गरेको र छुट्दा पनि सहमतिमै। अब तिमी हिजो मसँग हुँदासम्म चाहिँ संसारकै सबैभन्दा राम्रो स्वर्गको अप्सरा परी हुने र आज मसँग छुटेर गइसकेपछि चाहिँ संसारकै सबैभन्दा खराब केटी नराम्रो केटी हुने र क्यारेक्टर लेस हुने भन्ने मेरो डिक्सनरीमा छैन। सो तिमीप्रति जुन माया र सम्मान हिजो थियो आज पनि त्यही नै छ। फरक के थियो, तिम्रो र मेरो बाटो फरक भएको छ, हिँड्ने बाटो मात्रै फरक भएको, फेरि गन्तव्य एउटै हो। यदि जिन्दगीको कुनै मोडमा कुनै ठाउँमा भेट भइहालेछ भने यही माया र सम्मानसहित बोलिनेछ, कुनै रिसराग देखाइने छैन, अपमान गरिने छैन। तिमी आफ्नो जिन्दगीमा आज धेरै राम्रो गरिरहेको छौ, अझै योभन्दा राम्रो गर। मलाई कसैले तिमीसँग नाम जोडेर भन्दै गर्दा पनि म तिम्रो प्रगतिको कुरा गर्छु। उसले राम्रो गरिरहेको छ, राम्रो गरोस् भन्ने चाहन्छु, किनभने म तिम्रो एक असफल भए पनि प्रेमी हो। तिमीले पाउन नसकेको भए पनि, एक हुन नसकेको भए पनि प्रेमी नै हो, तिम्रो दुश्मन होइन। त्यसैले म तिम्रो सफलता चाहन्छु। तिम्रो सफलतामा सबैभन्दा पहिला ताली पिट्ने मध्ये एकजना म पनि हुनेछु। तिम्रो सफलतामा रमाउने, खुसियाली मनाउने मध्ये एकजना म पनि हुनेछु। तिमी धेरै माथि पुगेको हेर्न चाहन्छु, म तिमीलाई डाउन भएको हेर्न चाहन्न। म तिमीलाई झुकेर होइन, ठाडो शिर गरेर हेर्न चाहन्छु। तिमी आफ्नो जिन्दगीमा धेरै अघि बढेको देख्न चाहन्छु। एकअर्काको विगतको कुराहरूमा अल्मलिएर, विगतका कुराहरूलाई कोट्याएर, बहाना बनाएर न्यू खोज्दै बस्नु चाहिँ मलाई बेटर हो जस्तो लाग्दैन। सो बी म्याच्योर। अन्तिममा यही भन्छु, आफ्नो जिन्दगीमा खुसी हुनु, तर कसैलाई इजिली विश्वास नगर्नु, आफ्नो कमजोरीहरूलाई सुधार्दै लैजानु, र सबैभन्दा ठुलो कुरा आफ्नो मुखलाई अलिक कन्ट्रोलमा राख्नु।